वेलकम टु क्रिकेट चौतारी र नेपाल क्रिकेट सम्बन्धित सम्पूर्ण इन्फर्मेसनहरू पाउने एक मात्र ठाउँ। सन्दीपको पुनरागमन चक्र पुरा 4 वर्षपछि कप्तानी फिर्ता। एक दिवसीय मान्यता जोगाउने तत्कालको चुनौती। काठमाडौँ स्पिनर सन्दीप लामिछाने झण्डै 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी जिम्मेवारीमा फर्किएका छन्। यससँगै उनको क्रिकेट करियरमा पुनरागमनको एउटा फन्को पूरा भएको छ। नेपाल क्रिकेट संघ क्यानले 26 वर्षीय सन्दीपलाई एक दिवसीय टिमको कप्तान चयन गरेको हो। नेपालले हालै नेदरल्यान्डमा आयोजित लिग 2 को महत्त्वपूर्ण श्रृङ्खलामा खराब प्रदर्शन गरेसँगै रोहित पौडेलको कप्तानी खोसिएको छ। सो भ्रमणमा नेपाल जितविहीन बनेको थियो। परिणामस्वरूप नेपालको एक दिवसीय मान्यता पनि सङ्कटमा परेको छ। लिग 2 मा अन्तिम श्रृङ्खला बाँकी हुँदा सन्दीप कप्तानको भूमिका फर्किएका हुन्। उनले अहिलेको भड्कालोबाट नेपाललाई निकालेर एक दिवसीय मान्यता जोगाउनु पर्ने ठूलो चुनौती छ। एक दिवसीय मान्यता कायम राखेर नेपाललाई विश्वकपमा पुर्याउन सकेको खण्डमा सन्दीपको कार्यकाल ऐतिहासिक बन्न सक्छ। यस लिग टिमको एकतालाई मजबुत बनाउँदै प्रभावकारी नेतृत्व गर्ने उनीबाट अपेक्षा छ। सन्दीपको करियर आफैमा प्रेरणादायी छ। उनी विश्वका सबैजसो फ्रेन्चाइज लिगहरू खेल्ने नेपालका एकमात्र खेलाडी हुन्। उनका नाममा केही महत्त्वपूर्ण विश्व कीर्तिमानहरू समेत छन्। सन्दीप जतिको सफल बलर नेपालमा यसअघि जन्मिएको थिएन। सन्दीपको साउन 16 2075 मा नेपालबाट पहिलो ओडिआई डेब्यु गरेको थिए। त्यही वर्ष दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बने। बिग ब्यास, क्यारिबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत विश्वका ठूला लिगहरूमा उनको उपस्थितिले नेपाली क्रिकेटलाई नै नयाँ उचाइ दियो। उनी नेपालका लागि ओडिआई र टी20आई दुवैमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। 42 खेलमै 100 ओडिआई विकेट पुर्याएर विश्व रेकर्ड बनाएका उनले पछि 73 खेलमा 150 विकेटको विश्व कीर्तिमान पनि तोडे। मङ्सिर 29 2078 मा ज्ञानेन्द्र मल्ललाई हटाएर क्यानले 21 वर्षीय सन्दीपलाई राष्ट्रिय टिमको कप्तान बनाएको थियो। युवा उमेरमा ठूलो जिम्मेवारी पाएका उनले 2079 सालमा ओडिआई र टी20आईमा टिमको नेतृत्व गरे, तर उनको कप्तानी लामो टिकेन। भदौ 2079 मा एक युवतीले बलात्कारको आरोप लगाएपछि उनले जीवनको दिशा फेरियो। असोज 2079 मा पक्राउ परेका उनी पछि धरौटीमा रिहा भए। पुस माघ 2080 मा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै 8 वर्ष कैद सजाय सुनायो, तर वैशाख जेठ 2081 मा पाटन उच्च अदालतले प्रमाण अपर्याप्त भन्दै सफाई दियो। सफाईपछि क्यानले निलम्बन फुकुवा गर्यो र उनी फेरि मैदानमा फर्किए। कमब्याक पछि पनि सन्दीपले अपवादलाई छोडेर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा एकरूपता र नेतृत्वदायी क्षमताको कारणले नै सन्दीपलाई क्यानले रोहितको विकल्पमा अघि सारेको हो। उनी अनुभवले पनि निकै परिपक्व बनिसकेका छन्। सन्दीपसँग कप्तानमा हुनुपर्ने धेरै गुणहरू छन्, केही सुधार्नुपर्ने पक्षहरू पनि छन्। सन्दीपले अब 30 अगस्टदेखि मलेसियामा हुने एससीसी प्रिमियर लिगमा नेपाली टिमको नेतृत्व गर्नेछन्। यो प्रतियोगिताका लागि क्यानले केही सिनियर खेलाडीहरूलाई विश्राम दिएर युवा खेलाडीहरूलाई समेटेको छ।